हेलो नमस्ते एभ्रिवान। अनि आज चाहिँ हामी बुलबुलीतिर हामी जाँदैछौँ अनि त्यहाँनिर प्लान्ट्सहरू हेर्नको लागि। अनि त्यहाँ चाहिँ हामी गुराँस अनि चिया फुलेको हेर्नको लागि जाँदैछौँ नाना अनि म। अनि नाना र मेरो चाहिँ यो सानो राइड हो, हजुरहरूलाई पनि म देखाउने छु। अनि मलाई यहाँको मेमोरिजको लागि मलाई भिडियो गर्नु मन लाग्यो, भिडियो गरिरहेको छु। आज चाहिँ हामी चाहिँ यहाँमाथि गुराँस हेर्नु जाँदैछौँ। यो जग्गा चाहिँ मेरो सेकेन्ड टाइम हो। अनि हामी यसरी गुराँस हेर्नु, गुराँस अनि चाँपहरूको चाहिँ भेराइटिज रहेछ। अन्त हामी चाहिँ यहाँ जाँदैछौँ हेर्नु यसरी। अनि चाहिँ आज हामी चाहिँ यसरी यहाँमाथि आएको। टिकट काट्नु पर्दो रहेछ, टिकट चाहिँ पर पर्सन 30 रहेछ। अन्त यहाँनिर दामी दामी गुराँसहरू मसिनो फुलेकोहरू रहेछ, तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ। वाह, गुराँस चाहिँ यसरी फुलेको छ है। यहाँ चाहिँ अहिलेसम्म फुलिसक्दै रहेछ। अनि यहाँ हुनुहुन्छ मेरो मेन टुरिस्ट, यता हेरिदिनु पर्यो। टुरिस्टलाई गाइड गर्दै आएको म, देखाउँदै। यस्तो दामी छ यहाँ चाहिँ। अन्त चाहिँ हामी गुराँसलाई हेर्दैछौँ। वाह, अनि आरेको फुल पनि यस्तो दामी यहाँनिर फुलेको छ कि, र घामले गर्दा त्यस्तो देख्दैन रहेछ। यहाँनिर चाहिँ यस्तो दामी छ। वाह, क्या सेटिसफुल दिइरहेछ। आज चाहिँ हामी चाहिँ यहाँमाथि गुराँस हेर्नु जाँदैछौँ। यो जग्गा चाहिँ मेरो सेकेन्ड टाइम हो। अनि हामी यसरी गुराँस हेर्नु, गुराँस अनि चाँपहरूको चाहिँ भेराइटिज रहेछ। अन्त हामी चाहिँ यहाँ जाँदैछौँ हेर्नु यसरी। अनि चाहिँ आज हामी चाहिँ यसरी यहाँमाथि आएको। टिकट काट्नु पर्दो रहेछ, टिकट चाहिँ पर पर्सन 30 रहेछ। अन्त यहाँनिर दामी दामी गुराँसहरू मसिनो फुलेकोहरू रहेछ, तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ। वाह, गुराँस चाहिँ यसरी फुलेको छ है।